र अहिलेको स्थिति हेर्दा देखिन्छ के भने हामी स्वच्छ निष्पक्ष चुनाव हुने हाम्रो राम्रो हुन्छ। हाम्रो जस्तो सक्रियता एकता पार्टीभित्र अहिले अरू कसैको पनि देखिया छैन। जहाँ गयो यति खुसी छ, यति उत्साहित छ कि एका ठाउँ छोडेर, एका ठाउँ भने त त्यो त एक्सेप्सन जस्तै अपवाद जस्तै हो। बाँकी सबै ठिक हुनुको नाताले हाम्रो त जिम्मेवारी त अलिक ठुलो छ। फेरि संविधान सभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक, यसको हामी प्रवक्ता भइयो तपाईँ हामी सबै। त्यो हुनुको नाताले हामीले एकातिर त्यो सिंहदरबारदेखि सबै जलाउने चाहिँ दलालहरूबाट देश बचाउन पर्दाखेरि, संविधान बचाउन पर्दा, शान्ति प्रक्रिया बचाउँदाखेरि काङ्ग्रेससँग पनि एमालेसँग कुरा गर्नुपर्ने छ हामीले। ती त फेरि हिजोका हाम्रा सहयात्री त तिनै हुन्। तिनसँग मिलेर वैदेशिक दलालहरूका विरुद्ध जाने हदसम्म उनीहरूसँग संवाद पनि गर्नुपर्ने छ। अर्कोतिर फेरि यो परिस्थिति सिर्जना गर्ने मुख्य कारण तिमीहरूले गल्ती गरेका छौ, बर्बाद हुने भयो त हामीले भनेको भनै गर्दा तिनकै कारणले यस्तो स्थिति आयो। त्यसकारण त्यसको खण्डन आलोचना पनि जनताको बिचमा गर्नुपर्ने छ। तर हामी चाहिँ त्यसकारण कहीँ न कहीँ अब एक्सट्रिम भन्दा, दुईवटा एक्सट्रिम टेन्डेन्सी भन्दा बिचबाट हामी चलिरहेका छौँ। कारण अहिले हामीमाथि कसैले पनि आक्रमण केन्द्रित गर्न कर परेको छैन, किनभने हामीले एक्सट्रिममा गएर कुरा गरेका छैनौँ। हामीले चाहिँ राष्ट्रको स्वतन्त्रताको, स्वाधीनताको कुरा, सङ्कटबाट बचाउने कुरा, एकताको कुरा गरिरहेका छौँ।